नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरू लामा। न्यूज सुरु गरौं। जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि दिन अनुसार पालिकाहरूलाई सेवा सुरु गर्ने सम्बन्धी प्रसंगबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुन नदिन जिल्ला प्रशासन कार्यालय धनुषाले आज आइतबारदेखि दिन अनुसार सेवा प्रदान गर्न लागेको छ। धनुषा जिल्ला अन्तर्गत रहेको 18 वटा पालिकाहरूलाई दिन अनुसार पालैपालो सेवा दिन लागेको हो। जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार सेवा प्रवाह सम्बन्धी तालिका तयार गरी सूचना जारी गर्दै वैशाख 12 गते आइतबारदेखि दिन तोकेर पालिकाहरूलाई पालैपालो सेवा प्रदान गर्ने जनाएको थियो। जस अनुसार आजदेखि पालैपालो पालिकाहरूलाई सेवा दिन लागिएको हो। तालिका अनुसार आज आइतबारको पालो सबैला, गणेशमान, चारनाथ र नगराइन नगरपालिकाको परेको छ। सोमबार मिथिला बिहारी, छिरेश्वरनाथ र धनुषाधाम नगरपालिकाको जनताले सेवा पाउने पालो रहेको छ भने मंगलबार मुख्यपट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाको पालो रहेको छ। त्यसैगरी बुधबार लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाको सेवा प्रवाह गरिने सूचनामा उल्लेख छ। बिहीबार औरही गाउँपालिका, शहीद नगर र विदेह नगर नगरपालिकाको सेवा प्रवाह गरिनेछ भने शुक्रबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको सेवा प्रवाह गरिने प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार संघ संस्था दर्ता र नवीकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनको सेवा प्रवाह बिहीबार र शुक्रबार मात्र गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले 2072 साल वैशाख 12 गते बारपा केन्द्रबिन्दु भई गएको भूकम्प र त्यसपछिका पराकम्पमा परि जीवन गुमाएकाहरूप्रति श्रद्धा सुमन अर्पण गर्नु भएको छ। गोर्खा भूकम्पको 6औं स्मृति दिवसको अवसरमा उहाँले भूकम्पले हजारौंको ज्यान जाने गरी निजी आवास तथा सार्वजनिक संरचना सहितको ऐतिहासिक धरोहरलाई भत्काए पनि राष्ट्रिय आत्मविश्वासको धरोहरलाई भने ढाल्न नसकेको जनाउँदै नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने र प्रभावितको पुनर्स्थापनालाई लगभग अन्तिम चरणमा पुर्याएको बताउनुभयो। राष्ट्रपति भण्डारीले हालसम्ममा लाखौं निजी आवास तथा हजारौं विद्यालयको पुनर्निर्माण भइसकेको र केही निर्माणाधीन रहेको बताउनुभयो। भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी, दरबार हाई स्कुल, दशरथ रंगशाला, धरहरा लगायतको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका संरचनाको पुनर्निर्माण सम्पन्न हुन सुखद विषय भएको र धेरै सरकारी भवन, मठ मन्दिर, गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताउनुभयो। पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको जनाउँदै राष्ट्रपति भण्डारीले अब बन्ने संरचनामा पनि हाम्रो मौलिक विषय वास्तुशिल्प प्रतिबिम्ब र हुनुपर्नेमा सचेष्ट रहन सम्बन्ध पक्षको विशेष ध्यान आकर्षणका साथै पुनर्निर्माणमा अहोरात्र खटिने राष्ट्र सेवक, कालीगढ श्रमिक एवं दात्री निकायप्रति धन्यवाद समेत व्यक्त गर्नु भएको छ। जनकपुर धाममा गुडिरहेको गाडी सडकमा रहेको डिभाइडरमा ठोक्किँदा आगलागी भएको छ। शनिबार बेलुका करिब 6:45 बजे जनकपुर धाम स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि गुडिरहेको प्रदेश 30102-4 8918 नम्बरको हायस गाडी डिभाइडरमा ठोकिएर दुर्घटना हुँदा आगो लागेको हो। गुडिरहेको गाडीभित्र ग्यासका सिलिन्डरहरू रहेको र डिभाइडरमा ठोकिँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। दुर्घटनामा परि गाडीभित्र सवार रहेका 13 जना मध्ये 2 जना घाइते भएका छन्। गाडीको 90% भाग भने जलेको छ। गाडीमा आगलागी भएको 15 मिनेट पश्चात प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। उक्त गाडी भने जयन्ती लिएर धनुषाको महेन्द्रनगरबाट यदुकोहा गइरहेको डीएसपी मिश्रले बताउनु भएको छ। गाडीका चालक फरार रहेकोले उनको खोजी कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभएको छ।
बागमती प्रदेशको राजधानी हेटौडामा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। हेटौडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर र बिजोर प्रणाली लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि भन्दै कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयूरी लगायतका सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको मकवानपुरका प्रमुख जिल्लाधिकारी भरतमणि पौडेलले जानकारी दिनुभयो। त्यसैगरी आजदेखि मकवानपुरको पर्यटकीय क्षेत्र, पार्क तथा वनभोज स्थल समेत बन्द गर्ने निर्णय भएको समेत पाण्डेले बताउनु भएको छ। जनकपुर टुडेको स्थापना भएको 23 वर्षपछि आफ्नो सुविधा सम्पन्न भवन बनाउन सफल भएको छ। जनकपुर धाम उपमहानगरपालिका 8 स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद कार्यालयको अगाडि टुडेको 5 तले सुविधा सम्पन्नको भवनको निर्माण भएको छ। हनुमान आराधना पश्चात शनिबार उक्त भवनमा गृह प्रवेश गरिएको छ। सम्भवतः प्रदेश नम्बर 2 मा पहिलो पटक कुनै संचार गृहले यतिको लगानीमा आफ्नो भवनको निर्माण गर्न सफल भएको हो। गृह प्रवेश शनिबार नै भए पनि कार्यालयको काम केही दिनमा हुने आफ्नो भवन हुने जनकपुर टुडे मिडिया ग्रुपका प्रधान सम्पादक ब्रिज कुमार यादवले बताउनु भएको छ। अपसेट प्रेसबाट आफ्ना यात्रा थालेका जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका पछिल्लो 4 वर्षदेखि रंगीन ब्रोडशीट पत्रिकाको रूपमा प्रकाशित हुँदै आइरहेको छ। यता टुडेको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि टुडे कर्मी हर्षित भएका छन्। जनकपुर टुडे मिडिया ग्रुपका प्रधान सम्पादक यादवले टुडेलाई भौतिक पूर्वाधारमा सबल बनाउने सहयोगी हातहरू, पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण विरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानून अनुसार कारबाही गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन लगायतको विषयमा कोभिड-19 संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने निर्देशन दिनुभयो। सीसीएमसीका अधिकारीहरूले वैशाख 6 मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओली समक्ष राखेका थिए। सम्बन्धित मन्त्रालय र सीसीएमसीका अधिकारीहरूको ब्रिफिङपछि ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप के काम गर्नुपर्छ त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्री परिषदमा प्रस्ताव ल्याउन समेत निर्देशन दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो। सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्विमिङ पुल लगायतका भिडभाड हुने ठाउँलाई वैशाखभर बन्द गर्नुपर्ने, धार्मिक स्थलमा वैशाख मसान्तसम्ममा नित्य पूजा मात्रै गर्नुपर्ने, गराउन एक पटकका लागि 25 जना भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य लगाउन वैशाख 6 गते आदेश जारी गरेको थियो। शपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि 25 जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा छ। त्यस्तै मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामी लगायतका धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा 25 जना भन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई 25 जना भन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने सरकारले आदेश जारी गरेको छ। कोरोनाको दोस्रो लहर बढ्दै गर्दा वीरगञ्ज, पर्सा र बारामा 11 जनाको मृत्यु भइसकेको छ। उनीहरूको 15 दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभएको छ। मृतक मध्ये एक को शनिबार गण्डक अस्पतालमा मृत्यु भएको हो। शुक्रबारसम्ममा 10 जनाको कोरोनाकै कारण निधन भइसकेको छ। शनिबार सहित मृतकको संख्या 11 पुगेको छ। शनिबार मृत्यु भएका वीरगञ्ज 13 का 53 वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। पर्साका पुरुषको रूपमा भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसको 12 दिन बित्न नपाउँदै 12 का 2 र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ। अहिले पहिलो जस्तो
संक्रमितमा रुगाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधै फोक्सोमै कडा खाले निमोनिया हुने गरेको लक्षण देखिएको छ। यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ। नारायणी अस्पतालमा 40 संक्रमित भर्ना भएका छन्। तीमध्ये 8 जना गम्भीर छन्। मानिस किन यति हेलचेक्राइ गर्छन् बुझ्नै सकिएको छैन, डाक्टर दासले भन्नुभयो। दोस्रो फेजको कोरोना पहिले जस्तो सामान्य होइन। सामान्य अवस्थामा भएका संक्रमितलाई भने अस्पताल भर्ना नगरी स्थानीय प्रशासन र पालिकाको समन्वयमा होम आइसोलेसनमा राखिएको पर्साको प्रमुख जिल्लाधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभएको छ। संक्रमित संख्या शनिबार थप भएका 90 जना सहितको 1000 नागेको छ। सक्रिय संक्रमित मात्रै अहिले 577 रहेको जिल्ला प्रशासन कार्यालयको कोभिड तर्फ तथ्याङ्क अपडेट गरिरहेका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभएको छ। 15 दिनभित्र यति संख्या भेटिनु र मृतक संख्या अनपेक्षित बढिनुले सामान्य नभएको उहाँको तर्क छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इराकको बगदादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा 23 जनाको ज्यान गएको छ। केही घाइते भएका छन्। ज्यान गुमाउने धेरैजसो आइसियुमा उपचार गराइरहेका बिरामी छन्। बगदादमा रहेको खातिब अस्पतालमा आइसियु वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ। घटनामा 90 जना बिरामी र बिरामीका आफन्तहरूलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ। इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। भारत सरकारले कोभिड-19 विरुद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ। सरकारले मेडिकल ग्रेड अक्सिजनलाई पनि 3 महिनाको लागि छुट दिने भएको छ। यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्च स्तरीय बैठकमा भएको हो। पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरूमा रहेका कोभिड-19 विशेष अस्पतालहरूमा अक्सिजनको तीव्र अभाव रहेका र बिरामीहरूले अक्सिजन अभावका कारण ज्यान गुमाउने अवस्था आएको भनी विभिन्न भारतीय सञ्चार माध्यमहरूमा आएका समाचारपछि सरकारले यो निर्णय गरेको हो। संघीय विपद मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले चिकित्सा ग्रेड अक्सिजनको आपूर्ति तथा घर वा अस्पतालमा बिरामीको हेरचाहका लागि आवश्यक पर्ने उपकरणहरूको आपूर्ति तत्काल बढाउनु पर्नेमा जोड दिएको बताइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दैनिक पुष्टि भएका कोभिड-19 संक्रमितको संख्या 3,46,000 पुगेको र 2,624 संक्रमित व्यक्तिको विगत 24 घण्टामा मृत्यु भएको छ। अब खेल प्रसङ्ग। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्स 6 विकेटले विजयी भएको छ। कोलकाता नाइट राइडर्सले दिएको 134 रनको लक्ष्य 4 विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो। कोलकाताले पुरै ओभरको खेलमा 9 विकेट बनाएर 133 रन बनाएपछि राजस्थानले 134 रनको लक्ष्य पाएको थियो। जवाफमा राजस्थानले 4 विकेटको खेल सकिँदा नै 134 रन बनाएको हो। राजस्थानको यो दोस्रो जित हो। कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान 5 खेलमा 3 खेलमा हार र 2 खेलमा विजयी भएको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।